मनोकामना माताको कथा विभिन्न तरिकाले भन्ने गरिन्छ। एउटा प्रचलित कथा अनुसार धेरै वर्ष पहिले लिग्लिकोटमा एकजना धर्मात्मा गोठाला थिए। उनको गाई प्राय एउटा निश्चित ठाउँमा गएर दूध चढाउँथे। एक दिन गोठालाले त्यो दृश्य देखे र अचम्म माने। उनले त्यो ठाउँ खनेर हेर्दा एउटा सुन्दर शिला भेटे। त्यसपछि त्यही शिलालाई मनोकामना देवीको रूपमा पूजा गर्न थालियो। अर्को कथाअनुसार 17औं शताब्दीमा तनहुँका राजा राम शाहकी रानी गर्भवती थिइन्। एक दिन राजाले रानीलाई के इच्छा छ भनेर सोधे। रानीले आफूलाई मनको कामना पूरा गर्ने देवीको दर्शन गर्ने इच्छा भएको बताइन्। राजाले आफ्ना योगीहरूलाई ध्यान गरेर देवीको स्थान पत्ता लगाउन लगाए। योगीहरूको ध्यानबाट थाहा भयो कि देवी लिग्लिकोटको माथिल्लो भेगमा प्रकट हुनुहुन्छ। त्यसपछि राजा र रानी त्यहाँ गएर देवीको पूजा गरे र रानीको मनको कामना पूरा भयो। त्यसै बेलादेखि त्यस ठाउँको नाम मनोकामना रहन गयो भन्ने विश्वास गरिन्छ। मनोकामना मातालाई इच्छा पूरा गर्ने देवीको रूपमा मानिन्छ। भक्तजनहरू टाढा टाढाबाट आफ्नो मनोकामना लिएर यहाँ आउँछन् र पूजा आराधना गर्छन्। विशेष गरी विवाह, सन्तान प्राप्ति, धन सम्पत्ति र सफलताको कामना गर्नेहरू यहाँ धेरै आउने गर्छन्। केबल कारको सुविधा भएपछि त यहाँ पुग्न अझ सजिलो भएको छ। यो मनोकामना माताको संक्षिप्त कथा हो। यसका अन्य स्थानीय किंवदन्तीहरू पनि हुन सक्छ।